यहाँलाई स्वागत छ मेरो YouTube च्यानल सुमित गौतम ब्लग्समा। आज हामी बैशाखी गते नयाँ वर्ष मनाउनको लागि मेला आएको छौँ, सुनवर्षी मेला। कस्तो लाग्छ हाम्रो यो नयाँ ब्लग हेरेर प्रतिक्रिया दिनु होला। कमेन्टमा कस्तो कस्तो भिडियोहरू हेर्न तपाईहरुलाई मन लाग्छ हैन, कमेन्ट पनि एउटा मिठो मिठो लेखिदिनु होला। तपाईको कमेन्ट अनुसारै म भिडियो बनाउने प्रयत्न गर्नेछु। साथै हाम्रो भिडियोलाई चाहिँ लाइक शेयर सब्स्क्राइब गर्नु नबिर्सनु होला। कुन ठाउँबाट हेर्नु हुँदैछ तपाईले कमेन्ट गर्नु होला। यो चाहिँ मेरो भाइ हो आशिष चम्लागाई, भाइको घर हो। हामी चाहिँ यहाँ सुनवर्षी मेला मतलब यो चाहिँ हाम्रो गोविन्दपुर भन्ने ठाउँ लाग्दो रहेछ। रतौनी नगरपालिका कति अरे वडा नम्बर 5 मा। गाईहरू हामी लोगको मेला आउने ठाउँ आइपुगिसक्यौँ। हल्लाउँछन् पनि मान्छेहरूले। हल्लाउनै पर्दैन, आफै हल्लिन्छ क्या मान्छेको लोड हुने बित्तिकै झुलिङ गोलमा। झुलिङ गोल चाहिँ बाबा लग्यो अरू भन्नु। त्यहाँ माथि चाहिँ पुलिस दाजु बस्दिनु भएको छ, माथि चढ्नै नदिने अरे। अरे के छ कहाँबाट आएको? कोराबाट कि हो? ए बयताबाट बसमा आएको कि। ल ऊ चाहिँ हाम्रो गाउँघरको साथी। ल घुम्नुपर्छ। त्यो कताबाट जाने बाटो? गोविन्दपुर हो। कुण्ड पनि गर्ने यस्तरी। अनि चाहिँ यहाँ बोटिङ पनि यस्तो रहेछ खतरा। सुनवर्षी पोखरी चाहिँ कसरी भयो? दुईटा खाऊँ न अनि पूजा पनि गर्दैछ मान्छेहरूले। मस्त व्यापार भइरहेछ। भगवानको निर्माणाधीन शिवालय मन्दिर मन्दिर छ। सबै आएर मन्दिर छ राम्रो। माता काली माता पानी छोड्दैन, पानी हानी
आएको बहिनी साथीहरू 20 रुपैयाँ दिए अन्त बुढोलाई बाय बाय टाटा गुड बाय गया। यस्तो भिडियोमा त आफूले त एकदम जतन गरेर सम्हालेर हिँड्नुपर्छ अनि guys, हामी चाहिँ कोलम्बस खेल्न आँटेको आँखा बोलेको फर्स्ट टाइम हो यार।
ओए ओए आशीष मजा आयो कि आएन आइयो चाहिँ ल गर्दै म भिडियोमा युट्युबमा आउँछ भयो अहिले युट्युबमा आउनु छौँ साथीहरू 4 पनि बज्यो गरेर केही पनि लिने त भाइ अनि है यत्रो बुढोहरूलाई गाडी लैजाउँछु मुला एकता सेन्टर हो कि क्या हो कटान भइरहेछ पोल्ने काम भइरहेछ फराई गर्ने भइरहेछ होइन रक्सी निगार लोकल प्याक टेप्टे सब कुम्बा सुम्बा बियर सबै खाने एकदम बस्ने बनाउने रमाइलो गतिको दिन सब भइरहेछ साथीहरू कुखुराको खुट्टा मासुहरू छ साथीहरू माछा फ्राई हाम्रो आन्टीमा गाडी तर मस्त पाउँछ माछा फ्राई माछाको फिला माछा गन्डा होइन सुँगुर सिकुटी सबै पाउँछ यहाँ म चाहिँ अब हिँडेको घर